हेलो ब्याक टु ब्याक माई युट्युब च्यानल। मेरो नाम चाहिँ सुनिता राई हो। म चाहिँ हाल जापानबाट सबैलाई नमस्कार भन्न चाहन्छु। म चाहिँ जापान आएको चाहिँ 4.5 वर्ष भयो। फर्स्टमा आउँदा चाहिँ म स्टुडेन्ट भिसामा आएको हो हैन। यदि तपाईहरुले पनि नेपालमा हुनुहुन्छ, अहिले +2 सकेर ब्याचलर सकेर म स्टुडेन्ट भिसामा जापान जान्छु भनेर सोचिराख्नु भएको छ भने यो मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला, कमेन्ट शेयर गर्नु होला। यो म जापानको बारेमा राखिराख्ने छु भिडियोहरु। आज म थोरै स्टुडेन्ट भिसा बारेमा चाहिँ थोरै जानकारी दिन चाहन्छु। कस्तो स्टुडेन्ट भिसा, स्टुडेन्ट भिसाले चाहिँ कति काम गर्न पाइन्छ भन्ने बारेमा चाहिँ आज म यो राख्न चाहन्छु है त। स्टुडेन्ट भिसा भनेको चाहिँ के रे यहाँ नेपालबाट चाहिँ अब पढ्नको लागि भनेर हामी जुनै देश पनि गएको हुन्छ हैन। तर हामी पढ्नकै लागि चाहिँ हामी जापान, अस्ट्रेलिया, अमेरिका चाहिँ जाँदैनौं है। होला अब कतिपयहरु इन्जिनियर, डाक्टर गर्न त जान्छन्, तर जापान, अस्ट्रेलिया, अमेरिका चाहिँ पढ्नकै लागि हैन। हामीले चाहिँ स्टुडेन्ट भिसामा चाहिँ अलिकति भिजा पाउन सजिलो र पछिको लागि चाहिँ राम्रो, लङ टर्मको लागि राम्रो हुन्छ भन्ने सोचले चाहिँ हामी आएको हुन्छ हैन। त्यसपछि म चाहिँ 2022 मा जापान स्टुडेन्ट भिसामा आएको र स्टुडेन्ट भिसामा चाहिँ के प्रोसेसहरु गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने कुराहरु पनि भन्छु है त। स्टुडेन्ट भिसामा चाहिँ फर्स्टमा चाहिँ तपाईको क्वालिफिकेसन चाहिँ +2 सकेको हुनुपर्छ। +2 भन्दा माथि जुनै पनि पनि हुन्छ। अनि नर्मल्ली बेसिक भाषा चाहिँ सिक्नु पर्ने हुन्छ नेपालमा। अहिले चाहिँ अलिकति इमिग्रेसनहरुले टाइट गरेको भन्ने सुनिन्छ। म आएको पालामा चाहिँ त्यस्तो टाइट त टाइटै थियो। म चाहिँ कोभिडको बीचमा आएकोले गर्दा इमिग्रेसनमा चाहिँ त्यस्तो टाइट भएन। त्यस्तो इन्टरभ्यूहरु चाहिँ लिएन। त्यो भन्दा अगाडिको साथीहरुलाई चाहिँ लिएको थियो, कोरोना भन्दा अगाडिको चाहिँ। अनि अलिकति भाषा चाहिँ बनाउनु पर्यो र अब स्टुडेन्ट भिसा चाहिँ कहाँबाट कसरी कन्ट्याक्ट गर्ने, कुन माध्यमबाट जाने पनि सोचिराख्नु भएको होला। कतिपयलाई चाहिँ थाहा हुन्छ, कतिलाई चाहिँ थाहा हुँदैन नि त हैन। अनि त्यो थाहा नभएको उसमा चाहिँ तपाईहरु चाहिँ काठमाडौँमा अथवा आफ्नो जिल्लामा हैन मा चाहिँ एउटा कन्सल्टेन्सीहरु, जापान पठाउने कन्सल्टेन्सीहरु चाहिँ पाइन्छ हैन। अनि पाइन्छ बेसिक भाषाहरु सिकाउँछ त्यहीबाट हैन। अनि कन्सल्टेन्सी अनुसार हुँदो रहेछ। कसैले चाहिँ बेसिक भाषा पढेको पनि महिनाको अनुसारले पैसा लिने, कसैको चाहिँ त्यहीबाट अप्लाई गरेपछि त्यो पैसाहरु चाहिँ नलाग्ने हुन्छ। अनि म पढेको कन्सल्टेन्सी चाहिँ पढिसकेपछि पैसा चाहिँ नलिने थियो है। म कोरोनाले गर्दा पनि एमबीसी को तयारीहरु गर्दाखेरि चाहिँ म लगभग 1.5 वर्षै पढे। त्यतिखेर म त्यो बेलासम्म म फ्री नै पढे। अनि त्यो N5 पासले मात्रै चाहिँ अहिले यहाँ चाहिँ नहुँदो रहेछ है जापानमा चाहिँ। म चाहिँ N5 पनि पास नगरे आएको, बेसिक पनि बेसिक। अनि काम गर्नलाई कलेजमा चाहिँ धेरै गाह्रो भएको थियो। अनि त्यहाँदेखि त्यहाँ कलेजले नै तपाईको डकुमेन्टहरु कलेज नै कन्सल्टेन्सीले नै तपाईको चाहिँ डकुमेन्टहरु के चाहिन्छ सबै रेडी गर्न लाउँछ हैन। अनि त्यहाँदेखि सबै रेडी गर्न लाउँछ। अनि त्यही अनुसारले त आफूले चाहिँ आफ्नो ठाउँ गाउँमा पालिका, नगरपालिका हैन, आफ्नो यो चाहिँ वडा चाहिँ कहाँ हुन्छ त्यहाँ गएर सिटी अफिसहरुमा गएर चाहिँ पेपर बनाउनु पर्ने हुन्छ। अनि त्यहाँदेखि जापानले चाहिँ कन्सल्टेन्सीले जापानको स्कुलहरुलाई चाहिँ अप्लाई गरिदिन्छ है, अप्लाई गरिदिन्छ। अनि अप्लाई गरेको त्यस्तै
एकदम छिट्टो आउँछ। के भन्छ सिओई होइन, अब स्कुलले चाहिँ हामीलाई चाहिँ लियो कि लिएन भनेर चाहिँ सिओई आउँछ। सिओई आउँदा चाहिँ छिटो नै अब यदि स्कुलले त्यस्तो इन्क्वायरी लिएन, त्यस्तो हाम्रो चाहिँ डकुमेन्टहरू चाहिँ केही बिग्रेन, ब्याङ्कमा बिग्रेन अथवा केहीमा बिग्रेन भने चाहिँ हाम्रो चाहिँ चाँडै नै आउँछ सिओई। सिओई आइसकेपछिको कुराहरू चाहिँ यहाँको कलेज फीहरू हाल्ने होइन, अनि इमिग्रेसन जाने। इमिग्रेसन गइसकेपछि मात्रै पैसा हालिसकेपछि मात्रै इमिग्रेसन जानुपर्ने हुन्छ है। पैसा हालिसकेपछि इमिग्रेसन जाने हो, भिजा लिने हो होइन। त्यस्तो कुरा हुन्छ। फेरि पनि म अर्को भिडियोमा तपाईँहरूलाई स्टुडेन्ट भिसामा चाहिँ के कस्तो कामहरू गर्न पाइन्छ, कति काम गर्न पाइन्छ भन्ने चाहिँ म तपाईँहरूलाई फेरि अर्को पार्टमा भन्नेछु। अहिलेलाई बाई बाई।